यो कार्यक्रमलाई, यो क्षेत्रलाई, यो विद्यालय परिवारलाई र यो विद्यालयको भविष्यलाई महत्त्व दिएर यहाँ पाल्नुहुने आजका प्रमुख अतिथि नेपाल सरकार सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्य मन्त्री माननीय सरस्वती खड्काज्यू, उपाध्यक्षज्यू, यहाँ समुपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू, कलाकार मित्रहरू, सुरक्षाकर्मी मित्रहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, आदरणीय गुरुज्यूहरू र आफ्ना बाबु नानीहरूको भविष्य उज्जवल देख्नका निमित्त यो विद्यालयको सम्पूर्ण गतिविधिमा सरिक हुन यहाँ समुपस्थित हुनुभएका सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, सर्वप्रथम त म यहाँहरूलाई भागेश्वर गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूमा सादर नमस्कार व्यक्त गर्न चाहन्छु, हार्दिक नमन गर्न चाहन्छु। मलाई प्राङ्गणमा आउने बित्तिकै सम्झना आउँछ 2038 सालदेखि यो विद्यालयमा 2040 सालसम्म 3 वर्ष 5, 6, 7 कक्षा मैले अध्ययन गरेको यो विद्यालय, जुन विद्यालयमा लिएको शिक्षाका कारण आज यहाँहरूको मायाले म यो ठाउँमा पुगेको छु। यो विद्यालयलाई, यो सरस्वतीको मन्दिरलाई म नमन गर्न चाहन्छु। आज बडो खुसीको दिन, यो विद्यालयले आफ्नो 67 वर्ष पुरा गरेर आजका दिनदेखि 68औं वर्षमा प्रवेश गर्दैछ र यो दिनमा यो विद्यालय स्थापना गर्नका निमित्त महत्त्वपूर्ण योगदान गर्नुहुने, नैतिक, भौतिक, आर्थिक रूपमा आफ्नो खाने कुरा समेत बिक्री गरेर, आफ्नो भित्र घरमा भएका तामा फोलाहरू बिक्री गरेर, जग्गा दान गरेर विभिन्न किसिमको सहयोगका साथ यो विद्यालयलाई खडा गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई म सम्झिन चाहन्छु, उहाँहरूका प्रति नतमस्तक हुन चाहन्छु र उहाँहरूका कारणले आज हामी र हाम्रा बाबु नानीहरू यो विद्यालयमा अध्ययनरत हुनुहुन्छ। कल्पना गर्नुहोस्, आजभन्दा 67-68 वर्ष अगाडि यो समाज, यो क्षेत्र कस्तो थियो होला। त्यति बेला शिक्षाको महत्त्व बुझेर हाम्रा अग्रजहरूले यो विद्यालय स्थापना गरेर यो हाम्रो जिम्मा लगाएको कुरा हामी सबैले जति बेला पनि बुझ्नुपर्ने हुन्छ। उहाँहरूको प्रेरणाका साथ हामीले अगाडि बढ्नुपर्ने र सम्झिनुपर्ने आजको दिन हो र आजका दिनमा हामीले सङ्कल्प गर्नुपर्दछ। आज साँच्चीकै शिक्षा क्षेत्र बडो अप्ठ्यारो अवस्थामा छ। गाउँमा जनसङ्ख्या घट्दो क्रममा छ, विद्यालयका कक्षा कोठाहरू खाली हुने अवस्थामा छन्। योसँग जुझ्नुपर्ने अवस्था हामी सबैका बीचमा छ। भवन छ, बस्ने विद्यार्थी छैनन्। आज केटाकेटी पढाउनका नाउँमा हाम्रा गाउँबाट जिल्ला सदरमुकाम र अन्य ठाउँमा जाने महानुभावहरू हुनुहुन्छ र हामीले गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके हामी सबैतिरबाट सफलता पाउनेछौँ भन्ने कुरा मैले यहाँहरूका बीचमा निवेदन गर्न चाहन्छु। यो विद्यालय परिवारलाई म धन्यवाद दिन चाहन्छु। जति बेला यो विद्यालयमा हामी पढ्थ्यौँ त्यति बेलाका आदरणीय गुरुजनहरू अहिले कोही पनि हुनुहुन्न। त्यति बेला यो विद्यालय डडेलधुरा जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको यो विद्यालय हो। शिक्षा कार्यक्रम अगाडि बढाउँदै गर्दा यो विद्यालयले जसरी पालिकामै साथ र सहयोग गरेको छ, भागेश्वर गाउँपालिकाको अभियानमा जुडेको छ, यसका लागि यो विद्यालय व्यवस्थापन समितिले बडो जुझारु भएर बडो नमुनाको रूपमा जिल्लामै विद्यालय व्यवस्थापन समिति भनेको यस्तो हुन्छ र विद्यालय व्यवस्थापन समितिले गर्ने पर्ने कामहरू यी हुन् भन्ने हिसाबले
जसरी यो विद्यालय व्यवस्थापन समिति अगाडि बढेको छ, म विद्यालय व्यवस्थापन समिति परिवारलाई धन्यवाद दिन चाहन्छु, शिक्षक अध्यापकलाई धन्यवाद दिन चाहन्छु र लगायत यो विद्यालयका सम्पूर्ण गुरुजनहरूलाई म धन्यवाद दिन चाहन्छु। को रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ यो विद्यालय र आगामी दिनमा समेत यो विद्यालयले जसरी आफ्नो मेहनतका साथ अहिले अगाडि बढेको छ यसरी नै भावी दिनमा समेत उत्कृष्टता प्रदान गर्दै जाओस्, म शुभकामना दिन चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, यहाँहरूले हाम्रो छोरी ऋतु पाण्डेबाट धेरै कुरा सुन्नुभएको छ। अभिभावकहरूका काम कर्तव्य के हुन सक्दछन्? हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हाम्रा बाबु नानीहरू हुन्। जबसम्म हाम्रा सन्ततिहरू अगाडि बढ्दैनन् तबसम्म हामी सबै क्षेत्रमा असफल नै हुन्छौँ। र सबैभन्दा ठुलो सम्पत्ति हाम्रा बाबु नानीहरू हुन्। हाम्रा छोराछोरी नै हाम्रा सम्पत्ति हुन् भन्ने भावना जबसम्म हामीमा पलाउँदैन तबसम्म हामी हाम्रा यी बाबु नानीहरूको भविष्य उज्जवल गराउन सक्दैनौँ। सबैभन्दा ठुलो कुरो यी बाबु नानीहरूको शिक्षा दीक्षामा मेरो बाबु नानी विद्यालय मैले घरबाट पठाएँ, विद्यालय गइसकेपछि के गर्दैछ र विद्यालयबाट आएपछि उसले आफ्नो गर्ने कर्तव्य गर्दैछ कि गर्दै छैन भन्ने भावना यहाँहरूले राख्नुहुनेछ। बडो म गदगद पनि भएको छु, खुसी पनि भएको छु। आज हाम्रो छोरी ऋतु पाण्डेज्यूले यहाँहरूलाई सम्मान गर्नुभएको छ। शिक्षक हुनुको गौरव यही हो। शिक्षक के हो भन्ने कुरा यो मञ्चमा यहाँहरूले सम्मानित हुँदै गर्दा हामी हर्ष विभोर भएका छौँ। आफ्नो पढाएको विद्यार्थी शिक्षक मात्रै एउटा त्यो हो जसले बिना निस्वार्थ भावका साथ आफू बुझ्दै गर्दा पनि दीपक जलाउँदै गर्छ। र यसरी शिक्षक साथीहरूले अनवरत रूपमा निस्वार्थ भावका साथ यो संसारमा ज्योति फैलाउँदै हुनुहुन्छ र यो ज्योतिलाई अझै परिष्कृत गरेर कसरी बढीभन्दा बढी मेरा बाबु नानीहरू अगाडि बढ्न सक्छन्, कसरी उहाँहरूको भविष्य समुन्नत हुन्छ भन्ने हिसाबले अझै जति मेहनत गरिराख्नु भएको छ अझै पनि म यहाँहरूलाई यहाँहरूको प्रेरणाले यी हाम्रो समाज यो हाम्रो क्षेत्र अगाडि बढ्दै जाओस्, म सरहरूलाई पनि विनम्रतापूर्वक शुभकामना दिन चाहन्छु। पक्कै पनि यो हाम्रो एकदम पिछडिएको क्षेत्र छ। भागेश्वर गाउँपालिका आफैमा पनि अति दुर्गम क्षेत्र मध्ये पर्दछ। बाटोघाटो छैन, विभिन्न समस्याहरूले जेलिएको यो क्षेत्र छ र बामे सर्दैछ यो क्षेत्र। र यो क्षेत्रलाई अगाडि बढाउनका निमित्त मैले सुरुमै निवेदन गरेँ। आज माननीय मन्त्रीज्यू यो विद्यालयको अनुरोध स्वीकार गरेर हाम्रो अनुरोध स्वीकार गरेर यो क्षेत्रमा पुग्नु भएको छ। यो विद्यालयमा मात्रै होइन, रूपालीगाडमा पुग्नु भएको छ, नानीगाडमा पुग्नु भएको छ, त्यसै गरी असिग्राम माविमा पुग्नु भएको छ। भागेश्वर गाउँपालिकाबाट सानो अनुरोध हुने बित्तिकै पनि उहाँले आफ्नो महत्त्वपूर्ण समय यो क्षेत्रलाई दिनुभएको छ। यसका निमित्त म उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। म यहाँहरूको भावनाका साथ आज यहाँहरू यति ठुलो रूपमा हामी गदगद भएका छौँ। अभिभावकज्यूहरू आफ्नो कर्तव्य बोध गरेर जसरी यहाँ समुपस्थित हुनुभएको छ आफ्ना बाबु नानीहरूको भविष्य उज्जवल गर्नका निमित्त र यो विद्यालयलाई अगाडि बढाउनका निमित्त जसरी यहाँ उपस्थित हुनुभएको छ। समय समयमा अभिभावक शिक्षा कार्यक्रम हुँदा होस् या अन्य कुनै कार्यक्रममा होस् या नियमित रूपमा विद्यालयमा के कस्तो पढाइ हुँदैछ, के आवश्यकता छ भन्ने भावना आजको दिनमा मात्रै होइन, विभिन्न दिनमा विभिन्न कालखण्डहरूमा यहाँहरूको यो विद्यालय प्रतिको लगाव अगाडि बढ्नेछ र यो विद्यालय प्रतिको यहाँको जिम्मेवारी यसै हिसाबले अगाडि बढ्नेछ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। हाम्रो सीमित साधन स्रोतका बावजुद कामहरू गरेका पनि छौँ र यसै गरी भोलिका दिनमा पनि यो विद्यालयको सर्वाङ्गीण हितका निमित्त र यो क्षेत्रको हितका निमित्त हामी काम गर्ने बाचा समेत गर्न चाहन्छु। म यहाँहरूबाट क्षमा प्रार्थी छु। वार्षिकोत्सव कार्यक्रम हिजोको हिसाबले हामी तयारी गर्दै थियौँ र हाम्रा
कोषदाता आदरणीय व्यक्तित्वको दिवंगतका कारणले हिजोको कार्यक्रम आज सरेको छ र आज भागेश्वर गाउँपालिकामा अहिले 1:45 बजे मिटिङ राखेका कारणले मैले सम्पूर्ण कार्यक्रममा सहभागी नभइकन यहाँहरूबाट बिदा माग्नुपर्ने अवस्था आएका कारणले म यहाँहरूसँग क्षमा प्रार्थी छु र भन्न चाहन्छु। यसैगरी जसरी मेहनत गरिराख्नु भएको छ उहाँका मेहनतका कारणले यो क्षेत्र अगाडि बढोस्, यो विद्यालय अगाडि बढोस् र हामीले उहाँको सम्पूर्ण प्रयासमा सहभागी हुने र यो विद्यालयलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै म पुनः